हेलो गाइज, आज चाहिँ म हेर्नुहोस् त हामी आमा छोराको रुम सँगै सुत्छौँ। ठुलो भएपछि मात्र पो छुट्टिन्छ है। खाटमा चाहिँ म सुत्ने हो अनि भुइँमा चाहिँ छोरा सुत्छ है। अनि मैले पुर्खालीको गीत एउटा गीत गाएको थियो, एउटा दुईवटा जति गीत गाएको थियो। अनि बुझ्ने मान्छेले चाहिँ बिचारा यो दुःखको गीत भनेर बुझिन्छ, नबुझ्नेले चाहिँ के भनेको होला त, यो चाहिँ के गीत गाएको हो कि बोलेको हो कि के हो भने कन्फ्युज हुन्छ साथीभाइ। अनि त्यही भिडियो चाहिँ मेरो मम्मीले देखेको रहेछ। अनि मम्मी धेरै रोयो रे। अनि त्यसपछि चाहिँ मलाई कल गरेर, छोरी तिमीले त्यस्तो गीतहरू नगाउनु, अर्काको ठाउँमा राम्रोसँग बस्नुहोस्, टेन्सन नगर्नुहोस्। म पनि धेरै रुनुमा लाग्छ होइन। धेरै टाढाको बाटो पनि होइन, हामी लगभग 5-6 घन्टाको फरक हो। छोरी तिमी त्यसरी गीतहरू नगाउनु भनेर आमा चाहिँ धेरै निराश भएको रहेछ। हेर्नुहोस् त, मैले बोल्दा बोल्दा अर्किन्छ क्या मेरो, निराश भएको रहेछ। अनि आमा निराश हुन देख्न चाहिँ म सुन्न र देख्न चाहिँ म सकिँदैन गाइस। अब मरेर रोएर हिँड्नुभन्दा पनि होइन, बाजुन्जेल आमा बाउसँग हाँसी खुसी गरेर सबै फ्यामिलीसँग चाहिँ हामी एकदम रमाइलो खुसी गर्नुपर्छ साथीभाइ। म चाहिँ कस्तो लाग्छ भने चाहिँ मलाई के सोचिरहेको भएर चाहिँ मलाई खानेकुरा पनि काठमाडौँमा जस्तो रुचेको छैन। किनकि के सोचिरहेछ होला छोरी मान्छेको अब होइन, दिमागमा चाहिँ मेरो अनेक थरी सोचिरहेको हुन्छ पागल जस्तो। त्यही भएको कारणले म अहिले बसेर चाहिँ एउटा भिडियो बनाएको गाइस। देखाएको यो देखाएको यस्तो देखाएको, यस्तो बोल्यो उस्तो बोल्यो भने नभन्नुहोस्। के बोलेर चाहिँ मेरो माइन्ड फ्रेस हुन्छ, त्यस कारणले चाहिँ म बोलेको हो। त्यही भएर म जेबिटी भिडियोहरू मन पर्नेले पढ्छ, नपर्नेले पढ्दैन गाइस होइन। म भिडियोहरू हालिरहेको हुन्छ, बोलिरहेको हुन्छ होइन। मन पर्नेले लाइक पनि गर्छ, कमेन्ट पनि गर्छ गाइस। अब चाहिँ उठेर चाहिँ म तल किचनमा जानेछु, किचनमा तरकारी बनाउँदैछु म। ल गाइस, म चाहिँ के अरे यो तरकारी आमामा भत्तङ टङ मासु भात सर्लक्क लाएर खानु पऱ्यो भनेर चाहिँ, अनि लट्टेको साग, अनि आज चाहिँ ढेँडो बजाउनेछौँ। ढेँडोको चाहिँ भिडियो भरे हाल्छु ला गाइजहरू।